नमस्ते सम्पूर्णलाई। आज म मेरो पोइन्ट अफ भ्यूमा हाइड्रो सेक्टरको फन्डामेन्टल, भ्यालुएसन, रिस्क र रिटर्नको आधारमा ओभरअल कम्पेरिसन गरेर एनालिसिस गर्ने प्रयास गर्दैछु। कृपया भिडियो नछुटाइकन हेर्नुहोला। कम्पनी वाइज डीप एनालिसिस नम्बर 1, साहस ऊर्जा लिमिटेड। अब साहस ऊर्जा कम्पनीको स्ट्रेन्थ, सबलताको कुरा गरौँ। EPS प्रति शेयर आम्दानी 39.57 जुन हाइड्रो सेक्टरमा नै टप स्थानमा रहेको छ। PE रेशियो 15.54 तुलनात्मक रूपमा सस्तो चिप भ्यालुएसनमा उपलब्ध छ। ROE पुँजीमा प्रतिफल 15%, यसले कम्पनीको मुनाफामा स्थिरता, स्टेबल प्रफिटेबिलिटी देखाउँछ। डिभिडेन्ड लाभांश 22.1% कुल लाभांश, बोनस प्लस क्यास माइनस निकै राम्रो र लोभ लाग्दो। अब यो कम्पनीको विकनेस, कमजोरीको पनि कुरा गरौँ। डेट इक्विटी 1.41 ऋण अलि बढी हाई डेट देखिन्छ, तर हाइड्रोका लागि यो सामान्य दायराभित्रै छ। ग्रोथ 27% वृद्धि दर मोडरेट अर्थात् ठिकठाक छ। ओभरअल निष्कर्ष, यो कम्पनी स्ट्रङ प्लस अन्डरभ्याल्युड प्लस स्टेबल देखिन्छ। दीर्घकालीन लगानी लङ टर्मको लागि यो हाइड्रो सेक्टरका अन्य कम्पनीहरूमध्ये उत्कृष्ट देखिन्छ। थप जानकारी, कम्पनीले हालै 1:1 को अनुपातमा हकप्रद सेयर, राइट सेयर निष्कासनको पूर्व स्वीकृति समेत पाएको छ, जसले भविष्यमा यसको पुँजी संरचनामा परिवर्तन ल्याउनेछ। अन्त्यमा, यदि तपाईँ अरू पनि यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने कृपया कमेन्टमा कम्पनीको नाम मेन्सन गर्नुहोला।